हेलो एभ्रिवान, आई होप तपाईहरु सबैजना राम्रै हुनुहुन्छ। हामी चाहिँ यहाँ बिहान पहिला फर्सीको मुन्टा केलाउँदै थियौँ। यो चाहिँ हाम्रो ठुलो मम्मीले बारीमै रोप्नु भएको थियो र कति दामी भएको थियो हैन। त्यहाँदेखि चाहिँ मैले यहाँ मसला पिस्दै थिएँ, लाइट नभएर मेरो बहिनीले चाहिँ त्यो पनि क्याप्चर गर्यो कि गर्न भनेर। त्यहाँदेखिको यो चाहिँ के भन्छ मकैको भात चाहिँ हामीले दिदीलाई बनाइदियौँ, हाम्रो लागि चाहिँ प्लेन राइस र माछा खायौँ। त्यहाँदेखि चाहिँ हामी रेडी सेडी भएर घर गएको, किनकि भक्कु दिन भएको थियो हैन, घरबाट बाहिर सबै चाहिँ हामी घर गएको। वेदर पनि दामी भएको थियो, लाइक बिहानदेखि त पुरा डरलाग्दो घाम लागिरहेको थियो। 3 बजेतिर चाहिँ वेदर एकदम शीतल भएको थियो पानी परेर। त्यहाँदेखि चाहिँ हामी रोडमा उत्रेर चाहिँ टोटोमा गयौँ, किनकि मम्मीको जिउ अलिक बिसन्चो थियो, त्यही भएर चाहिँ हामीले टोटो बोलायौँ। अन्त म चाहिँ घर आएर फ्रेस भएर पहिला यो रुमलाई चाहिँ एकदम पुरा कप लुगा भएको थियो, त्यही भएर चाहिँ धुने लुगाहरू अलग्गै पारेँ, अन्त राख्ने लुगाहरू अलग्गै। त्यहाँबाट चाहिँ रुम यस्तो चिटिक्कै पारेर मिलाए, जबसम्म घर सफा हुँदैन आफूलाई पनि राम्रै लाग्दैन। त्यहाँदेखि चाहिँ हामीले डिनरको रेडीहरू गऱ्यौँ। हामीले चाहिँ डिनरमा आलु पराठा बनायौँ। मेरो बहिनीले चाहिँ पर्फेक्ट बेल्छ नि त आलु ननिकाली, त्यही भएर मलाई चाहिँ आउँदैन। सो त्यहाँबाट चाहिँ हामीले डिनर गऱ्यौँ। मैले चाहिँ अचार बनाएँ, मैले चाहिँ त्यो रोटीलाई बनाएँ र अचार चाहिँ अलिक पिरो भएको थियो। सो दिस मच फर टुडे, थ्याङ्क यू फर वाचिङ। आई होप तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला। सी यू इन अनदर मिनी भ्लग। क्या कहूँ आँखों ने मेरी